कति छिटो सकेको हौ भ्याकेसन पनि युनिभर्सिटी पनि स्टार्ट भयो आजबाट। ल मसँग जामै त हाम्रो युनिभर्सिटी। म चाहिँ चोङबी युनिभर्सिटीमा पढ्छु नि त। अनि अहिले चाहिँ 4th सेमेस्टर। ओ माई गड, हेर्दा हेर्दा कोरियाको पनि लगभग 2 वर्ष हुन लागिसकेछ। फर्स्ट टाइमै म चाहिँ लेट उठेर कुदिरहेको छु यसरी ट्रेन भेटाउनलाई। अनि मैले चाहिँ सधैँ डे इन माई लाइफ फर्स्ट डे चाहिँ आई हेभ क्याप्चर है। मैले चाहिँ अझसम्मको सबै फर्स्ट डे चाहिँ क्याप्चर गरेको छु। त्यही भएर समटाइम्स इट्स नाइस है। म हेरिरहन्छु आफ्नो पहिलाको, मैले क्या आफ्नो टाइममा पुरानो भिडियोहरू हेर्छु क्या फर्स्ट डेहरू। अनि फेरि पनि लेट भइरहेको थियो मलाई युनिभर्सिटीको बस भेटाउनलाई। अनि कुद्दै गएको थिएँ म युनिभर्सिटीको बस। अनि मिट माई फ्रेन्ड, युनिभर्सिटी पुगेँ। यही हो चोङबी युनिभर्सिटी कोयाङ क्याम्पसको चाहिँ। अनि यो चाहिँ हाम्रो क्लास यो सेमेस्टरको लागि। फर्स्ट डे भएर अलि एक्साइटेड पनि थिएँ अनि हल्का लेजी पनि, भ्याकेसनकै मुडमा थिएँ क्या म चाहिँ। अनि यो चाहिँ हाम्रो सिट होइन, म चाहिँ अगाडि नै बस्छु प्रायः जसो। अनि यसो टिकटक पनि बनायौँ हामी दुईजना मिलेर, धेरै पछि भेटेको नि त। अनि यसो नाटक त गर्नु परिहाल्यो टिकटकको। अनि त्यसपछि चाहिँ हामीले खाजा खायौँ। अनि आज चाहिँ हाम्रो क्लासेसहरूमा चाहिँ इन्ट्रोडक्सन मात्र भइरहेको थियो, कति धेरै नयाँ स्टुडेन्ट पनि थियौँ नि त। अनि क्लासेस पनि छिटै छुट्टी भयो। अनि म घर फर्केँ, बाई बाई।